कुरा गर्दैछौँ सकस सिरियलको नयाँ एपिसोड 111 जहाँ पुरानो रहस्य फेरि टुटेका छन्, नयाँ पीडाहरू जन्मिएका छन् र मान्छेको मनभित्र लुकेका अँध्यारो फेरि उजागर भए। एपिसोड सुरु हुन्छ एउटा गहिरो मौनताबाट। राजु कोठाको कुनामा टाउको झुकाएर बसिरहेको छ। उसको आँखामा अपराध बोध छ तर मुखले केही बोल्दैन। तारा आएर सोचे, किन मौन छौ राजु? राजु निस्तब्ध, म मौन छैन तारा, म डराएको छु, साँचो कुरा बोल्न। यो दृश्यले पुरै एपिसोडको मुड सेट गर्छ। आत्मग्लानी, आरोप र सत्यको खोज। क्यामेराको क्लोजअपमा राजुको अनुहारमा पसिना टल्किन्छ। त्यो कुनै तातो मौसमको कारण होइन, त्यो त उसको मनमा उब्लिएको अपराधबोधको कारण। अब कथा अर्को मोडमा पुग्छ। अन्जु, जसले पहिले राजुलाई भरपर्दो साथी मानेकी थिए, अब उसैलाई दोषी ठहर गर्दैछ। तिमीले के लुकाए राजु? सब कुरा खोल। त्यो स्वर पीडा दुवै मिसिएको छ। राजु बोल्न खोज्छ तर हरेक वाक्य बोल्दा उसको बोली काप। साँचो, मैले गल्ती गरेँ तर म अपराधी होइन। त्यो छेडमा सबै पात्रहरूको नजर उसमाथि छ। ताराको आँसु खस्यो। विनोद नजिक आइरहेको छ अनि सारा घटनाको रहस्य बिस्तारै खुल्दै गएको महसुस हुन्छ। सिरुको आँखामा डर छ। उसले फोनमा कसैलाई भन्छे, सब कुरा बिग्रियो। अब उनीहरूलाई थाहा भयो। यो एउटा छोटो संवाद हो तर यसले दर्शकको मनमा ठुलो प्रश्न जन्माउँछ। आखिर सिरुले के लुकाइरहेकी थिइन्? त्यो वार्निङ जुन एपिसोडमा सुरुवात आएको थियो, अब त्यसको अर्थ प्रष्ट हुन थालेको छ। रातको दृश्य घरको ढोका हौसला र डर दुवैसँग ठकठकाइरहेको छ। विनोद भित्र पसेर सिरुलाई प्रश्न गर्छ, कसको आदेशमा यो सबै भयो? सिरु मौन, आँसु बग्छ अनि पृष्ठभूमिमा गहिरो सङ्गीत, रहस्य अझै बाँकी। अब कथा चरम बिन्दुमा पुग्छ। तारा, जसले सबैलाई सँगै राख्ने प्रयास गरिरहेकी थिए, अन्ततः भत्किन्छे। म तिमीहरू सबैलाई माया गर्थे तर तिमीहरूले मलाई विश्वास गर्न सकेनौ। मेरो माया अपराध भयो। ताराको यो संवाद एपिसोडको सबैभन्दा शक्तिशाली क्षण हो। क्यामेरा उसको आँखामा आँसु रोकिन्छ, सङ्गीत रोक्छ अनि केवल आवाज सुनिन्छ। भरोसा भत्किँदा आवाज सधैँ मौन हुन्छ। राजु अघि बढ्छ, ताराको हात समात्छ तर उसले हात झिक्छे। यो दृश्यले दर्शकको मुटु छोइराख्छ। प्रेम, धोका र सत्यको मिश्रण। रात सकिँदैछ। सबै पात्रहरू आफ्नो बाटोमा फर्किरहेका छन् तर प्रश्न अझै बाँकी छ, सत्य के हो? सिरु अझै मौन छ। विनोद सोध्दैछ, साँचो कुरा किन सधैँ ढिला आउँछ? राजु झ्यालबाट बाहिर हेर्छ अनि भन्छ, मान्छेले गल्तीबाट बाँच्न खोज्छ तर कहिलेकाहीँ गल्ती नै उसलाई साँचो बनाउँछ। यो अन्त्य खुल्ला। कसले गल्ती गर्यो? कसले माफ पाउनेछ? यी प्रश्नको जवाब अर्को एपिसोडमा मिल्ने सङ्केत यही हो। एउटा एपिसोड जसले केवल कथा सुनाएन, उसले मान्छेको मनभित्रको सत्य पनि उगार्यो। तपाईँलाई के लाग्छ? दोषी को हो? तपाईँको विचार तल कमेन्टमा लेख्नुहोस्।